आज मैले यो के लिएर आएको छु हेर्नुहोस् त। हजुरहरूले गेस गरिहाल्नुहुन्छ हेरेर। यो चाहिँ नि इलेक्ट्रिक प्रेसर कुकर हो। यसमा एकदमै सजिलो छ, यो चाहिँ एकदमै सजिलो। हजुरले चलाउनलाई यो केही गाह्रो छैन, तर थुप्रै कम्पनी छ यसमा। कम्पनी चाहिँ तर सबभन्दा सजिलो भनेको चाहिँ माइडिया कम्पनीको रहेछ, यो माइडिया कम्पनीको। अनि यसको फङ्सनहरू पनि सबै उतै लेखेकै हुन्छ, सबै हजुरलाई एकदम सजिलो इजी खालको छ यो चलाउनलाई, राम्रो पनि छ। अनि यसको चाहिँ एउटै दुर्गुण के रहेछ भने यो चाहिँ सानो मात्रै नपाउँदो रहेछ। अब अन्त पाएको भए त थाहा भएन, तर यो काठमाडौँमा चाहिँ मैले पाइनँ यो है। मैले आज मलाई मेरो छोरीले यो उपहार ल्याइदिएको, छोरीको तर्फबाट। छोरीको एउटा प्रोजेक्टमा आबद्ध थिएँ, त्यसबाट उसले अलिअलि पैसा पाएकी थिएँ। अनि त्योबाट ल्याइदिएँ। मैले पर्दैन नल्याऊ मलाई भनेको, नमानेर लिएर आइदिएँ। लिसोरे मामु भनेर। यसमा क्याटलग पनि छ, 2 वर्षको वारेन्टी पनि छ है। अनि यसको यो अनबक्सिङ गर्दैछु म। अनि यसमा त सबै कुरा पकाउन मिल्छ। दाल भयो, अनि माम भयो, तरकारीहरू भयो, त्यसपछिबाट अनि खिर भयो, फ्राई गर्ने कुराहरू पनि फ्रेन्च फ्राईहरू भयो, एभ्रिथिङ के जे हजुरले पकाउनुहुन्छ कराईमा, कुकरमा, त्यो सबै कुरा। माछा मासुहरू खाने मान्छेले माछा मासुहरू भयो, सागहरू भयो, जुन हरियो तरकारी भयो, जुन तरकारी पनि पकाउनु, आलु फ्राई गर्नु, जे गर्न नि पाउने कि यसमा चाहिँ मिल्ने रहेछ क्या यो। हामी चाहिँ परिवार सानो छौँ होइन। अब यो परिवारको हिसाबमा चाहिँ मलाई चाहिँ अलि यो ठुलो भयो। 5-6 लिटरको छ यो चाहिँ। मजाले 14-15जनालाई खाना मजाले पुग्छ यसमा। यो चाहिँ मजाको ठुलो छ होइन। तर ठिकै छ, केही छैन। भुट्न ओर्नलाई चाहिँ ठुलो भाँडा भयो भने भुट्न चलाउनलाई, भुटेको तरकारी पकाउनको लागि चाहिँ चलाउन ओर्न चाहिँ सजिलो हुन्छ। त्यसको लागि चाहिँ राम्रो छ फेरि। ठिकै छ, केही भएन, ठुलो भए पनि अब पकाइन्छ। यो चाहिँ सिट्टी हो त्यसको। अनि सिट्टी चाहिँ यो यसमा, यो कुकरमा चाहिँ मेरो राइस पाकिसक्यो यहाँ आज। छोरी नखाएर पनि गएकी थिएँ, अनि त्यसलाई चाहिँ फ्राइड राइस बनाइदिन्छु भनेर यसमा राइस आज ट्राई गरेँ मैले। अनि यसको